आजको छोटो यात्रा चाहिँ सुरु हुँदैछ। आज चाहिँ विशाल दायरामा चाहिँ गाईघाटको प्याराग्लाइडिङ डाँडासम्म पुगेर आउने प्लान छ। विशाल दाई चाहिँ पसलबाट खानेकुरा ल्याउँदै हुनुहुन्छ, के ल्याएको हो। हाम्रो यात्रा चाहिँ अब सुरु भयो। गाईघाट बजारबाट चाहिँ झन्डै 9-10 किलोमिटर होला त खोटाङ जाने बाटोतिर प्याराग्लाइडिङ डाँडा चाहिँ। यस रमाइलो छ, त्यहाँ चाहिँ मान्छे पहिलोचोटि जाँदैछ। धेरै दिनपछि आज मौसम पनि सफा क्लियर छ क्या। पानी परेर धुम्मेर घाम पनि लागेको थिएन। बस आज चाहिँ रमाइलो छ दिन। यो चाहिँ करमगाछी भन्छ अरे, करमगाछी टोल आइपुग्यौँ। हामी चाहिँ आइपुग्यौँ बरुवा पुल। अब यहाँबाट नजिकै छ। यो गेट देखेको गेटबाट चाहिँ पिकनिक स्पट जान्छ। यहाँनिर चाहिँ सेल्फी डाँडो भन्छ यसलाई चाहिँ। यहाँबाट भ्यू पनि दामी देखिन्छ, गाईघाटको भ्यू।
हामी चाहिँ आइपुग्न लाग्यौँ। अब यहाँबाट चाहिँ धुले बाटो अलिकति छ, यो बाटोबाट आज चाहिँ प्याराग्लाइडिङ गरे नि रहेनछ। होस् कोही मान्छे रहेनछ। यहाँबाट चाहिँ यस्तो दामी गाईघाटको भ्यू देखिन्छ क्या। चाहिँ यो भाइरल ठाउँ पनि हो यो चाहिँ गाईघाटको। यहाँबाट चाहिँ गाईघाट बजार चाहिँ एकदम खतरा देखिन्छ। यो देखेको खोला चाहिँ बरुवा खोला भन्छ क्या। यो चाहिँ गाईघाट बजार लु हाइवे उ त्यही हैन गाईघाटको बजारको ठाउँ हो। उ त्यो पिच चाहिँ कहाँको हो? यो थोरै भयो नि पिच राम्रो गरेर कहाँ नि हो यो बरुवा पुलको हो क्या। यता फायरिङ गर्नेतिर बाटो टेम्की मन्दिर त्यो ए रिसोर्ट कुन हो? टेम्की यो रिसोर्ट रिसोर्ट त उति त के भन्छ अरे कोसी जस्तो देखिँदैन खोला भएको नि। कति वर्षमा चाहिँ मलाई त नखिच्छ नि पल्टिँदैन। एक एकवटा गरी खानु न। भिडियो बनाएको रहेछ अनि त्यही भएर मलाई भाइरल गराउन